एसई पछि चाहिँ हामीले कम्प्युटर सिकिरहेको थियौँ अनि त्यहाँबाट चाहिँ हामीलाई आज नासा कलेज भिजिटको लागि लगिराख्नु भएको थियो। त्यसैले म चाहिँ बिहान रेडी भएँ अनि गयौँ अनि मेरो साथीलाई पनि भेटेँ अनि हामीसँग अझै टन्नै टाइम बाँकी थियो अनि हामी त्यहीँ चौरकै मन्दिरतिर गयौँ। एकछिन त्यही मन्दिरमा बस्यौँ अनि त्यहाँ मिररहरू थियो अनि त्यहाँ फोटोहरू खिच्यौँ। यो चाहिँ त्यही मन्दिरको अपोजिटको पिपल बोट हो। अनि मेरो साथीलाई चाहिँ फेरि टिकटक नबनाइ भएन अनि ऊ एकछिन त्यहीँ चौरमै गएर टिकटकहरू बनाउन थाल्यो। मेरो फोटोहरू खिच्दै मैले नि उसको फोटोहरू खिच्दै अझै टिकटक बनाउँदैछ। उसलाई पुगेको छैन टिकटक बनाएर। अनि हामी अब चाहिँ टाइम हुन लागेको थियो अनि हामी गयौँ हाम्रो कम्प्युटर सिक्ने ठाउँतिर अनि सबैजना आइपुग्नु भएको थिएन अनि एकछिन पछि सबजना आइपुग्नु भयो अनि हाम्रो बस पनि आइपुग्यो, हामीलाई लान लागेको बस। अनि हामी सबैजना बसमा चढ्यौँ अनि हामी चाहिँ गयौँ नासा कलेजतिर। त्यो चाहिँ यता 3 कुनेमा रहेछ। अनि हामी चाहिँ चढ्यौँ गयौँ, एकछिन रमाइलो भयो बसमा पनि। सब साथीहरू चिनेको त थिएन राम्रोसँग, त्यही पनि नचिने पनि हामी सबलाई रमाइलो भयो अनि हामी चाहिँ गयौँ। अनि हामी चाहिँ त्यहाँ पुगेर त्यसको बाहिर गेटनेर पुग्यौँ। यो चाहिँ स्कुल रहेछ, कलेज चाहिँ यसको साइडमा रहेछ। त्यहाँबाट हामी माथि गयौँ, हामीलाई कोकहरू सर्भ गर्नुभयो, ड्यु कोकहरू थियो त्यहाँ अनि हामीलाई सर्भ गर्नुभयो। हामीले त्यो पनि खायौँ। त्यहाँपछि हामीलाई त्यहाँको कम्प्युटर ल्याबमा लग्नुभयो अनि हामीलाई एक-एकवटा टास्क दिनुभयो, सबैजनालाई टास्क दिनुभयो डिबेट लेख भनेर। अनि हामीले चाहिँ डिबेटहरू पनि लेख्यौँ, त्यहाँ भनिराख्नु भएको थियो हामीलाई कति कुराहरू कम्प्युटर रिलेटेड कुराहरू अनि हामीले त्यो पनि सुन्यौँ, डिबेटहरू लेख्यौँ अनि आफूले लेखेको कुराहरू सबलाई सुनायौँ। त्यति गर्दा नि रमाइलो भयो। त्यहाँपछि हामीलाई त्यो क्लासबाट निकालिदिनु भयो, मतलब हाम्रो क्लास सक्यो। त्यहाँपछि हामी फेरि अर्को क्लासतिर गयौँ अनि त्यहाँ चाहिँ अर्कै खालको म्याम आउनु भएको थियो त्यो क्लासमा। त्यो म्यामको चाहिँ मैले भिडियो खिचिनँ। त्यो क्लासमा हामीलाई फर्म पनि दिनुभएको थियो, हामीले फर्महरू भर्यौँ। त्यहाँपछि अर्को सर आउनुभयो, त्यो सरले हामीलाई रमाइलो गराउनु भयो, हँसाउनु भयो। त्यहाँपछि फेरि हामी माथिदेखि तलसम्म सबै हेर्ने भनेर कलेज माथिदेखि तलसम्म सबै घुम्यौँ। त्यहाँ चाहिँ लिफ्टहरू पनि रहेछ अनि मेडलहरू पनि रहेछ। हामी सब कुरा हेऱ्यौँ, त्यहाँ कलेजको सब क्लासहरू हेऱ्यौँ। त्यहाँपछि तल गएर बास्केटबल कोर्टहरू हेऱ्यौँ अनि हामीलाई खाना आऊ भनेर क्यान्टिनमा लानुभयो अनि हामीले चाहिँ चना र आलु खायौँ सब साथीहरू बसेर। अनि कलेजबाट हामी निस्क्यौँ, एकछिन बसेर खियौँ, त्यहाँपछि निस्क्यौँ अनि हामी गाडी चढ्यौँ अनि फेरि आफ्नै घरतिर आयौँ पानीतिर। अनि त्यति